आज हामी जान्छौँ कि राष्ट्रिय तथ्याङ्क कार्यालयको जुन फर्म खुलेछन् त्यो कसरी भर्ने। फर्स्टमा वेबसाइट ओपन गर्ने hrms.nso.nepal.gov.np वेबसाइट ओपन गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईँ कुन पदमा भर्नुहुन्छ, गणक या सुपरिवेक्षणमा। जस्तै म गणकमा भर्छु। त्यसपछि तपाईँ कुन प्रदेशबाट हुनुहुन्छ त्यो प्रदेश सेलेक्ट गर्ने। त्यसपछि जिल्ला सेलेक्ट गर्ने। त्यसपछि तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा हुनुहुन्छ त्यो सेलेक्ट गर्ने। पछि तपाईँ वार्ड नम्बर सेलेक्ट गर्ने, जस्तै म 3 राख्यो। त्यसपछि आवेदकको नाम र थर लेख्नुहोला। त्यसपछि आवेदकको नाम थर इङ्ग्लिसमा लेख्नुहोला। त्यसपछि लिङ्गमा तपाईँ पुरुष हुनुहुन्छ या महिला लेख्नुहोला। तपाईँ आफ्नो बुबाको नाम लेख्नुहोला। त्यसपछि आमाको नाममा तपाईँ आफ्नो आमाको नाम लेख्नुहोला। त्यसपछि बाजेको नाममा तपाईँ आफ्नो बाजेको नाम लेख्नुहोला। त्यसपछि तपाईँ आफ्नो जन्ममिति लेख्नुहोला। त्यहाँ उदाहरण दिएको छ त्यसरी लेख्ने। त्यसपछि जन्ममितिमा उदाहरण दिएको छ त्यसरी एडीमा लेख्ने अनि यसमा विक्रम सम्बन्धमा लेख्ने। पुरा भएको उमेर तपाईको अहिले कति वर्ष पुरा भएको छ त्यो लेख्नुहोला। त्यसपछि तपाईको सम्पर्क नम्बर लेख्नुहोला। त्यसपछि तपाईको इमेल लेख्नुहोला। तपाईँ अहिले कुन इमेल चलाउनुहुन्छ त्यो इमेल लेख्नुहोला। त्यसपछि नागरिकता सम्बन्धी विवरण दिनुहोला। नागरिकता नम्बर लेख्नुहोला। त्यसपछि नागरिकता कुन प्रदेशबाट जारी भएको त्यो प्रदेश सेलेक्ट गर्नुहोला। त्यसपछि नागरिकता कुन जिल्लाबाट जारी भएको छ, जस्तै म कोशी सेलेक्ट गरेँ। त्यसपछि जिल्ला तपाईँको नागरिकता कुन जिल्लाबाट जारी भएको त्यो सेलेक्ट गर्नुहोला। त्यसपछि नागरिकता जारी मिति विक्रम सम्बन्धमा लेख्नुहोला। त्यसपछि नागरिकता प्रमाणपत्र पीडीएफ वा जेपीजीमा 200 KB भन्दा कमको यहाँ हाल्नुहोला। त्यसपछि लिन्छ। त्यसपछि ठेगाना तपाईको स्थायी ठेगाना सेलेक्ट गर्नुहोला। त्यसपछि जिल्ला सेलेक्ट गर्नुहोला। गाउँपालिका वा नगरपालिका सेलेक्ट गर्नुहोला। त्यसपछि वार्डमा तपाईँ कुन वार्डमा बस्नुहुन्छ त्यो टोलको नाम तपाईको टोलको नाम के हो त्यो लेख्नुहोला। त्यसपछि स्थायी र अस्थायी ठेगाना एउटै छ भने एउटै छमा टिक लगाउनुहोला। त्यसपछि तपाईको शैक्षिक योग्यता शैक्षिक विवरणमा उत्तीर्ण गरेको त सिलेक्ट 10+2 सिलेक्ट गर्नुहोला। त्यसपछि आद्यको संकाय सिलेक्ट गर्नुहोला। त्यसपछि मुख्य विषय तपाईको कुन हो, म्यानेजमेन्ट एकाउन्ट कुन हो त्यो सिलेक्ट गर्नुहोला। त्यसपछि तपाईले प्राप्त गरेको जीपीए कति हो त्यो त्यहाँ लेख्नुहोला। त्यसपछि तपाईको मार्कसिट वा ट्रान्सक्रिप्टहरूको यहाँ पीडीएफ फोटो अपलोड गर्नुहोला। त्यसपछि यसमा चरित्र प्रमाणपत्रको फोटो अपलोड गर्नुहोला। त्यसपछि तपाईसँग थप योग्यता छ भने न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता विवरण छ भने यसमा हाल्नुहोला, छैन भने नहाल्नुहोला। त्यसपछि तालिम तपाईसँग छ भने त्यहाँ दिनुहोला। अनुभव छ भने अनुभवमा लेख्नु, छैन भने आवेदनको फोटोमा फोटो राखी यहाँ टिक लगाउनुहोला। मैले माथि पेश गरेको सबै विवरणहरू सही छन्, कुनै फरक परेमा कानुन बमोजिम सहनेछु टिक लगाउनुहोला। त्यसपछि सबमिटमा गर्दा फर्म फिलअप हुन्छ।